हेलो फ्यामिली, गुड मर्निङ। आज चाहिँ हाम्रो दाइ बाबु चाहिँ राति नै 4 बजे आएर अलिअलि गर्नुभयो रहेछ। अहिले चाहिँ एउटा भाइ र म छु। एउटा चाहिँ सानो कुन्यो चाहिँ फोरियो, अब चाहिँ ठुलो कुन्यो चाहिँ अब फोर्ने हो। मान्छेहरू नि आउँदैछ ल त गाइज। परार चाहिँ 32 मुरी भएको, पोहोर चाहिँ 27 मुरी भएको। अहिले चाहिँ कति हुन्छ गाइज है। ल गाइज, म चाहिँ अहिले काममा बिजी हुन्छु। यता सबैजनाले हेर्दै गर्नु होला। ल सानो कुनियो चाहिँ सकियो, अब चाहिँ ठुलो कुनियो चाहिँ स्टार्ट हुँदैछ है हाम्रो चाहिँ। दुईटा कुरो लिन जानुपर्छ, एकजना साइलापा चाहिँ दुईजना चाहिँ खेत लाउन बाँकी छ। है फ्यामिली, आज चाहिँ हाम्रो दाइ हुँदैछ है। अहिले चाहिँ 4 कुरो आयो, काम चाहिँ कन्टिन्यू छ भइरहेको छ। अब म चाहिँ घर खाजा लिन जानु लाग्यो। आज चाहिँ हाम्रो दाइ चाहिँ भव्य रमाइलो चाहिँ। आज हाम्रो ठुलो दाइ सबैजना हुन्छ। मामा चाहिँ गोदरी मामा हुनुहुन्छ, हाम्रो ठकमन भाइ, हाम्रो बुद्धे कान्छा बाउ, बुद्धे भन्छ छोरा, यो छिटो लाउने कान्छा भयो, ठुलो माइलो बाउ छ, हाम्रो दिदीको बुढा छ, गुनी माइलो बाउ हुनुहुन्छ, गल्ली कान्छा हुनुहुन्छ है। यो चाहिँ हाम्रो मिनी सानो बाउ, हाम्रो दुईटा गोरु अनि टाइगर बौद्धहरूको चाहिँ दुईटा गोरु। यहाँ चाहिँ बा हुनुहुन्छ। म घर खाजा लिएर आउँछु। ल म चाहिँ अहिले घर आएँ खाजा लिन। अब खाजा रेडी भयो। मान्छे त बल्ल खाने हो, खाजा खाने हो। बेबी आऊ, टाइममा जाने। तिमी कति बेला उठेको बेबी? कति जानुभयो रक्सी खाने? छ 8-9 रक्सी खाने के रक्सी खाने? 6-7-8 जना छन् रक्सी खाने। को हो भन्नु त? जयबहादुर, बुधे। ल फ्यामिली, मैले खाजा लिएर आएँ। यो चाहिँ हाम्रो 3 पनि रक्सी, यो चाहिँ छ्याङ, यो चाहिँ चिया, यो चाहिँ भैँसीको छाला र बोडी, यो चाहिँ पाउडर बिस्कुट चिउराहरू छ। म चाहिँ अब खाजा गर्न लाएँ। हाई फ्यामिली, अहिले चाहिँ हामी चाहिँ अब खाजा खान लाग्यो है। म चाहिँ खाजा लिएर आयो, सबलाई खाजा बाँड्दैछु। यहाँ चाहिँ खाजा खाँदै हुनुहुन्छ, सबैजना हुनुहुन्छ है। थप्नु है, थप्नु। यहाँ छ, यो नि हो रक्सी। ए कान्छाले के देखेन है। यो चाहिँ दाइको भाग है, यो बाँडेर खानु है। फ्यामिली, आज चाहिँ भव्य रमाइलो छ। आज हाम्रो घरको दाइ, ठुलो दाइ। त्यो किनभने उनीहरूले पारेको थियो फेरि उनीहरूले पारे। ल फ्यामिली, दाइ भनेको यस्तो हो क्या। मजाले लिन थाक्यो यहाँ चाहिँ। दाइ हाल्दै हुनुहुन्छ सबैजना। म नि पराल छिनाल्दै गोरु धपाउँदैछु, सबजना यहाँ गर्दै हुनुहुन्छ। हाम्रो गाउँघरमा यस्तो रमाइलो हुन्छ है गाइज। ओहो गाउँघरमा दाइमा यस्तो रमाइलो हुन्छ क्या। बिहानै 5 बजी आयो होइन, टक्क खाजा पानी खायो, टक्क काम गऱ्यो, आनन्द। यस्तो मिठो गफ भयो, गाउँको सुख दुःख, गाउँको रमाइलो। लगाइ चाहिँ आमाको फोन आएछ यार। यो सकेर जाने भएको छैन। ल ल ल पुण्य सक्यो। अब हामी चाहिँ खाना खान जानु लाग्यो घर। पुण्य सकेछ यहाँ। ल यहाँ चाहिँ खाना खाँदै हुनुहुन्छ है हामी सबजना पुगेर। ल यहाँ नि बताउँदै रहेछ है त। भने हालिदिउँ ल नि त है, पर फाल्न। ल
म पराल खाने कि धान बताउने ल हामी चाहिँ अहिले भात खाएर आएर चाहिँ हामी चाहिँ कोही पराल फाल्ने कोही चाहिँ पराल टपा हाल्ने कोही चाहिँ धान बताउने अब फ्यामिली है हामी चाहिँ काम चाहिँ कन्टिन्यू दिनु पऱ्यो जति घाम लगाए पनि दिनुपर्छ भने आमा चाहिँ गुड धपाउँदै हुनुहुन्छ माइला बाबु र माइला बाबु चाहिँ पराल फाल्दै हुनुहुन्छ के गर त मैले ल ल मामाले अब पराल टपा हाल्दै हुनुहुन्छ हामी सबैजना पराल फाल्दैछौँ यहाँ आमा गोरु धपाउँदै हुनुहुन्छ यहाँ चाहिँ म चाहिँ खिच्दैछु यहाँ चाहिँ बन्चरबाट अक्क राख्दैछ है यहाँ चाहिँ धानको रासमा चाहिँ यहाँ चाहिँ धान बताउँदै हुनुहुन्छ घाम पनि बेसरी लाग्यो क्या टाउको फुट्ने घाममा गाह्रो भयो काम गर्न हाम्रो मामाले बेला बेला ब्रेक डान्स दिनुहुन्छ है फेरि ल अहिले चाहिँ हामी बेडलाको जरामा चाहिँ लास्टै घाम भयो हामी चाहिँ यसो चिसो पानीहरू खान आएको काम चाहिँ कन्टिन्यू हुँदैछ कसले सिकायो क्या यहाँ गोरु घुमाएर यहाँ दाइँ हाल्न यार लास्टै गाह्रो भयो यार यस्तो घाममा यार यो दाइँ हाल्ने कुरा त साह्रै गाह्रो हुँदो रहेछ हौ दिनभरि यस्तो घाममा टटिने यार यो मङ्सिर महिना त आउनु त बेकार हो क्या असार र मङ्सिर महिना चाहिँ किन भयो होला नभए नि हुन्थ्यो नि गाह्रो भयो गाइस गाह्रो भयो ल यो चाहिँ हाम्रो धानको रास अब यहाँ चाहिँ काम सकिन लागेको छ सबैजनाले हल्ला सफा गर्दैछ यहाँ चाहिँ पल्टो नि हालिसक्यो यहाँ अब खाजा खाने बेला हो अब खाजा खाने हो खाजा खाए चाहिँ बल्ल धान भरिन्छ अब ल गाई चाहिँ ल हाम्रो पल्टो पनि अब हुन लागेछ यहाँ खलास उड्दैछ अब पत्तै कति गएको छ पत्तै सोरेर अब खुरामुनिको धान चाहिँ अब निकालेर त्यो एक ठाउँमा राखेर खलेर क्लियर गरेर बल्ल धान बताउने अब फ्यामिली एकदम गाह्रो भयो आज चाहिँ घाम पनि डेन्जर लगाइदियो क्या हामीले चाहिँ आजको हाम्रो दिन चाहिँ यस्तै भइदियो ल हामी चाहिँ बासीको खाना लाग्यो यो चाहिँ खाजा कति मिनट छ होला अङ्कल कति मिनट छ होला कति मिनट छ माइला कति मिनट छ होला ल भेना तपाईँले के सान्नु ल 32 सर ल भन्नु 32 त छैन का कति सकान्छ बोल 27 सम्म पुग्छ कि पुग्दैन हो होइन त्यही हो ल म भन्दिम 27 ल यो के भन्छ यो 29 छ कि 29 छैन ल यहाँ चाहिँ बाबा र माइला बाबा चाहिँ भर्दै हुनुहुन्छ हामी चाहिँ यहाँ खुरामुनिको चाहिँ बताउनु लाग्यो अब चाहिँ सकिने लगाइरहेको छ अब ल फ्यामिली यो चाहिँ कुखुराको खुट्टा यो चाहिँ कुखुराको खुट्टा हो दामी तरिकाले फ्राई गरेर है यो चाहिँ चटनी अचार यो चाहिँ छ्याङ छ है यो चाहिँ मेरो भात यहाँ चाहिँ मासु छ है लप्पे मासु है गिराज मासु हो ल कालो दाल ल फ्यामिली है थ्याङ्क यू ल है मेरो दायाँरी सम्पूर्ण के अरे
अब दाजुभाइ सम्पूर्ण बा आमा बाहरू है मामा है सम्पूर्ण बाजेहरू सम्पूर्ण भाइहरू है ल सबैजना एकदम आगामी वर्ष पनि यसरी नै हजुरहरूको साथ सहयोग यसरी नै पाऊँ है ल है त ल सबैजना एकदम खुसी छु है आजको दिनमा चाहिँ जति नै घाम पानी भए पनि जति नै घाम भए पनि जति नै पसिना धुलो खाए पनि एकदम रमाइलो भयो आजको दिन चाहिँ काम सफल भयो धेरै धेरै हजुरहरूलाई धेरै धेरै धन्यवाद यसरी नै हजुरहरूलाई नि म सहयोग गर्न पाऊँ सधैँ है त ल ल हामीले चाहिँ खाना पस्किँदै हुनुहुन्छ अब म चाहिँ खाना सप्लाइड गर्छु ल सबैजना हात धुनुभयो ए ल ल ल ल हामी चाहिँ अहिले खाना खान लागेको है ल ल हुन्छ गाई चाहिँ ल हामी चाहिँ खाना लागेको भित्र चाहिँ बाम हुनुहुन्छ यहाँ चाहिँ मेरो बेबी बेबी 2 भनिदेऊ तिमीले 2 भनिदेऊ 2 ल मेरो बेबीले 2 भनिदियो ल